सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो यहाँ बसमा र ट्रेनमा क्यास एक्सेप्ट हुँदैन। सो अहिले म बसको वेट गरिरहेको छु र तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्न चाहन्छु। बसमा एकचोटि मात्रै ट्याप गर्नुपर्छ छिर्ने बेला, बाहिर निस्किने बेला ट्याप गर्नु पर्दैन। सेकेन्ड ट्रेन चेन्ज गर्दा तपाईँलाई त्यो ट्रेन खोज्न यति गाह्रो हुन्छ। फर्स्ट टाइम यहाँ फेरि 100 पाउन्ड 50 पाउन्डको फाइन काटिन्छ। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको यो ब्लग एकदमै इम्पोर्टेन्ट हुनेवाला छ र आजको यो ब्लगमा म तपाईँलाई यहाँको लन्डनभित्रको ट्रान्सपोर्टेसनको बारेमा केही बताउनेवाला छु। सो मेनली हामी दुईवटा पब्लिक ट्रान्सपोर्टेसन युज गर्छौँ, बस र ट्रेन। सो फर्स्ट टाइम आउने मान्छेहरू आइसक्नु भएको छ र जो आउन लाग्नु भएको छ, यो दुवैको लागि यो भिडियो धेरै नै हेल्पफुल हुनेवाला छ। सो यहाँको ट्रान्सपोर्टेसन अब सुरुमा त अलिकता गाह्रो नै लाग्छ। सो जति सक्दो मैले जानेको कुरा तपाईँलाई भनेर यहाँको ट्रान्सपोर्टेसन कसरी अपरेट हुन्छ, कसरी चल्छ, त्यो म तपाईँलाई बुझाउने कोसिस गर्छु। सो यहाँको एउटा मेन कुरा, एकदमै इम्पोर्टेन्ट कुरा, यहाँ बसमा र ट्रेनमा क्यास एक्सेप्ट हुँदैन। तपाईँले अनलाइनै पेमेन्ट गर्नुपर्छ, ट्याप गर्नुपर्छ यहाँ। सो अहिले म बसको वेट गरिरहेको छु र तपाईँलाई देखाउँछु कि बसमा पेमेन्ट कसरी गरिन्छ। अहिले म यहाँ बस स्टपनिर छु, हेर्न सक्नुहुन्छ। र यहाँको सबभन्दा राम्रो कुरा के छ, तपाईँले यहाँ डिजिटल बोर्ड हेर्न सक्नुहुन्छ। यसमा तपाईँको बस कति मिनटमा आउँछ भनेर यो डिजिटल बोर्डमा सो गर्छ। सो तपाईँलाई धेरै इजी हुन्छ, कति मिनटमा तपाईँको बस आउँछ भन्ने कुरा थाहा हुन्छ सुरुमै। र तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ यसको एउटा बोर्डहरू लागेको छ जसमा कति नम्बरको बस कति बजे आउँछ, यो रुटमा कुन कुन बस चल्छ, कुन नम्बरको बस चल्छ। सो अहिले म आफ्नो D7 को वेट गर्दैछु, जुन लगभग 10 मिनटपछि आउँछ। सो म तपाईँलाई देखाउँछु कि त्यो बसमा ट्याप कसरी गरिन्छ। सो अहिले म कार्डले नै ट्याप गर्छु, किनकि मोबाइलले पनि ट्याप गर्न सकिन्छ, तर अहिले म मोबाइलले सुट गरिरहेको छु। सो म तपाईँलाई कार्डले नै ट्याप गरेर देखाउँछु। र मोबाइलबाट पनि ट्याप गर्न सकिन्छ। तपाईँ आफ्नो जुन डेबिट कार्ड छ त्यो गुगल वालेट एउटा एप हुन्छ, त्यसमा तपाईँलाई इन्स्टल गर्नुपर्छ र कनेक्ट गर्नुपर्छ आफ्नो डेबिट नम्बर। सो तपाईँ इजिली गुगल वालेटबाट आफ्नो पेमेन्ट गर्न सक्नुहुन्छ। बसमा मात्रै होइन, जुनसुकै पनि अनलाइन पेमेन्ट तपाईँ गुगल वालेटबाट गर्न सक्नुहुन्छ। सो अहिले त म मोबाइलले भिडियो बनाइरहेको छु, सो म डेबिट कार्ड नै युज गर्छु। सो अहिले म वेट गरिरहेको छु बसको। अब बस आएपछि म तपाईँलाई देखाउँछु कि कसरी ट्याप गरेर म पेमेन्ट गर्छु, आफ्नो टिकट लिन्छु। सो बसको वेट गरेँ मैले। सो फाइनली हाम्रो बस आइसकेको छ, आइरहेछ। र तपाईँले यहाँ स्टप नम्बर हेर्न सक्नुहुन्छ, तपाईँले इजिली त्यो थाहा पाउन सक्नुहुन्छ, स्टप सी। सो यसले इजी हुन्छ तपाईँले आफ्नो स्टप खोज्न। सो हाम्रो बस आइसकेको छ। ट्याप गर्नु। बसमा छु र तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्न चाहन्छु। तपाईँले यहाँको बसहरूमा 1 आवरभित्र जतिवटा पनि बसहरू चेन्ज गर्नुभयो भने तपाईँको एक्स्ट्रा चार्जेसहरू लाग्दैन। तर रुल्स छ, 1 आवरभित्रै तपाईँले ट्याप गर्नुपर्छ। ट्याप चाहिँ गर्नै पर्छ अर्को बस चेन्ज गर्दा, तर 1 आवरभित्रै गर्नुभयो भने तपाईँको केही पनि एक्स्ट्रा चार्ज लाग्दैन। तपाईँको त्यही जुन फर्स्ट आवरमा जुन तपाईँले ट्याप गर्नुहुन्छ £1.75 जति लाग्छ। त्यसपछि इफ 1 आवरभित्रै चेन्ज गर्नुभयो भने तपाईँको एक्स्ट्रा चार्ज केही लाग्दैन। सो अहिले म अर्को सिटमा आइसकेको छु र यहाँ फर्स्ट टाइम आउने मान्छेहरूलाई अलि यहाँको ट्रान्सपोर्टेसन बुझ्न धेरै नै गाह्रो हुन्छ। सो मेनली हामी युज गर्ने हो भने पब्लिक ट्रान्सपोर्टेसनहरू बस या ट्रेन हो।
सो अलिक फर्स्ट टाइम आउने मान्छेहरू धेरै नै कन्फ्युजन हुन्छ यहाँको ट्रान्सपोर्टेसनहरू युज गर्दा। सो बसहरूमा ट्राभल गर्नुभन्दा पहिले हामीलाई कहाँ जानु छ त्यो एउटा तपाईँ गुगल म्यापमा पनि हेर्न सक्नुहुन्छ र यहाँको सिस्टम के छ, हरेक बसमा आफ्नो बस नम्बरहरू लेखेको हुन्छ। जस्तै कि 135 नम्बरको बस D7 D6 र 135 नम्बरको बस कहाँ गइरहेछ, कुन स्ट्रिटमा गइरहेछ, कुन ठाउँमा गइरहेछ, त्यो आफूले याद राख्नुपर्ने हुन्छ या तपाईँ गुगल म्यापमा हेरेर हेर्न सक्नुहुन्छ र याद गर्न सक्नुहुन्छ। सो अहिले म यहाँ D7को बसमा चढेको छु र एकछिनपछि अब अलि गएर मलाई चेन्ज गर्नुपर्छ अर्को बसमा चढ्न। सो एक्स्ट्रा चार्जेस त लाग्दैन किनकि म 1 आवरभित्र नै अर्को बस चेन्ज गर्नेवाला छु। सो यहाँ तपाईँहरू बस नम्बर याद गर्नु होला। जस्तै कि मलाई 135 नम्बर बसमा जानु छ, मेरो आफ्नो डेस्टिनेसन कहाँ छ र यो बस त्यो डेस्टिनेसनभित्र पर्छ कि पर्दैन। सो तपाईँले इजिली यसरी याद गरेर तपाईँ ट्राभल गर्न सक्नुहुन्छ। सो फाइनली बसमा ट्याप कसरी हुन्छ तपाईँलाई थाहा भइसक्यो। र एउटा अझै इम्पोर्टेन्ट कुरा, बसमा एकचोटि मात्रै ट्याप गर्नुपर्छ छिर्ने बेला, बाहिर निस्किने बेला ट्याप गर्नु पर्दैन। र अहिले म अब गइरहेको छु ट्रेनमा। सो तपाईँलाई ट्रेनमा छिर्दा कसरी ट्याप गरिन्छ त्यो म तपाईँले देखाउँछु। र एउटा अझै इम्पोर्टेन्ट कुरा यो छ कि तपाईँले ट्रेन युज गर्दा तपाईँले दुईचोटि ट्याप गर्नुपर्छ, एकचोटि इन्ट्रान्समा र एकचोटि एक्जिटमा। तर बसमा एकचोटि मात्रै ट्याप हुन्छ इन्ट्रान्समा। सो म तपाईँलाई अहिले ट्याप गरेर त्यहाँ देखाउँछु। सो अहिले म यहाँ एउटा नजिकको स्टेसनमा गइरहेको छु, ट्रेन स्टेसनमा आइल्यान्ड गार्डन भनेर। सो त्यहाँ अहिले म तपाईँलाई ट्याप गरेर देखाउँछु। र ट्रेन तपाईँलाई सबभन्दा गाह्रो कहाँ हुन्छ, जब एउटा ट्रेनबाट अर्को ट्रेन चेन्ज गर्दा त्यहाँ बहुत तपाईँलाई गाह्रो हुन्छ। तर बिस्तारै तपाईँ जब ट्राभल गर्न थाल्नुहुन्छ तब अलि इजी लाग्न थाल्छ। बट स्टार्टिङमा अलिक गाह्रो नै हुन्छ किनकि दुईवटा ट्रेन जब चेन्ज गर्नुहुन्छ नि त यहाँबाट यो ट्रेनबाट अर्को ट्रेन छिर्नलाई कुन बाटो हुँदै कतिवटा इन्ट्रान्स छ, एक्जिट छ, त्यो तपाईँलाई थाहा हुँदैन, हामीलाई पनि थाहा हुँदैन। सो ट्राभल गर्दा तपाईँ सिक्नुहुन्छ। सो तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ त्यही स्टेसन हो। सो अहिले म त्यहीँ गइरहेको छु। सो आज पानी पनि परेको छ साथी लन्डनमा। यहाँको मौसम के हो थाहा हुँदैन, कहिले माइनसमा जान्छ, कहिले 10 हुन्छ, कहिले 7 हुन्छ, कहिले घाम लाग्या हुन्छ, बेलुका फेरि पानी परिदिन्छ। हावा त यहाँ एनी टाइम चलि नै राखेको हुन्छ। फाइनली हामी स्टेसनको इन्ट्रान्सतिर आइसकेका छौँ। सो तपाईँले यहाँ इन्ट्रान्स छिर्ने बेला तपाईँले एउटा यहाँ यो बक्स हेर्नुहुन्छ, यहाँ ट्यापको मसिन लागेको हुन्छ। सो तपाईँले इन्ट्रान्स गर्ने बेला एकचोटि यसरी ट्याप गर्नुपर्छ र त्यहाँ ग्रिन बत्ती बल्छ, मिन्स कार्ड एक्सेप्ट भयो। सो अब म ट्रेनतिर गइरहेको छु। त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ डिजिटल बोर्ड लागेको हुन्छ। डिजिटल बोर्ड लागेको हुन्छ तपाईँको ट्रेन कति मिनेट पछि आउँदैछ भनेर। ट्रेन स्टेसनको सबभन्दा गाह्रो कुरा यही लाग्छ जब तपाईँ अर्को ट्रेन चेन्ज गर्नुहुन्छ, दुईवटा ट्रेनमा जानुहुन्छ र सेकेन्ड ट्रेन चेन्ज गर्दा तपाईँलाई त्यो ट्रेन खोज्न यति गाह्रो हुन्छ फर्स्ट टाइम। तर त्यहाँ सबै लेख्या हुन्छ, यो बाटो छ, नर्थ ल्यान्डबाट जानुपर्छ या त्यहाँ केही न केही एउटा इन्फर्मेसन दिएको हुन्छ, त्यो फलोअप गर्नु होला, पढ्नु होला। तर यस्तै हो, सुरुमा अलिक गाह्रो नै हुन्छ, तर बिस्तारै ट्राभल गर्दै जाँदा तपाईँलाई इजी लाग्न थाल्छ। सो अहिले म
ट्रेनको वेट गरिरहेको छु। सो एकचोटि अब यस्तै अब एकचोटि इन्ट्रान्समा यहाँ ट्याप गर्नुपर्छ र एकचोटि एक्जिट हुने बेला म ट्याप आउट गर्छु। ट्याप इन र ट्याप आउट गर्नुपर्छ। र एउटा मोस्ट इम्पोर्टेन्ट कुरा साथी, कहिले पनि ट्याब इन ट्याब आउट र बसमा ट्याब इन गर्न नबिर्सिनु होला, नत्र यहाँ फेरि 100 पाउन्ड 50 पाउन्डको फाइन काटिन्छ। फर्स्ट टाइम इफ फाइन काट्यो भने 50 पाउन्ड तिर्नुपर्छ र सेकेन्ड टाइमदेखि 100 पाउन्ड नै तिर्नुपर्छ, तपाईँले फाइन तिर्नुपर्छ यहाँ। सो बी केयरफुल। तपाईँहरू यसरी यहाँ लेखेको हेर्न सक्नुहुन्छ, नर्थ बााउन्ड प्लेटफर्म नम्बर 4 र यसमा स्ट्रिटहरूको नाम हुन्छ। सो तपाईँले इजिली थाहा गर्न सक्नुहुन्छ तपाईँलाई कहाँ जानुपर्ने हो भनेर। मलाई चेन्ज गर्नुपर्ने थियो, सो मैले अर्को ट्रेन चेन्ज गरेँ। अब यहाँ मेरो एक्जिट छ, सो म अब यहाँ ट्याप गर्छु र एक्जिट हुन्छु। सो तपाईँले पहिला जसरी ट्याप गर्नु भएको थियो त्यसरी नै ट्याप गर्ने यहाँ, अनि गेट खुल्छ अनि त्यहाँबाट एक्जिट हुने। सो फाइनली यहाँको ट्रान्सपोर्टेसनको यति नै हो ओभरअल कुरा। र अझै एउटा लास्ट इम्पोर्टेन्ट थिङ, जस्तै कि तपाईँले अर्को ट्रेन चेन्ज गर्नुभयो भने फेरि त्यहाँ ट्याब इन र ट्याप आउट गर्नुपर्छ। मतलब तपाईँले दुईवटा ट्रेन चेन्ज गर्नुभयो भने तपाईँले 4 चोटि ट्याब इन र ट्याप आउट गर्नुपर्छ। सो एट लास्ट यही हो कुराहरू। बसको र ट्रेनको मैले लगभग इम्पोर्टेन्ट कुराहरू, जान्ने बुझ्ने कुराहरू मैले तपाईँलाई भनिसकेँ। र अझै धेरै कुराहरू छ भन्ने, तर जस्तै कि अब कसरी गुगल म्यापमा तपाईँले हेर्न सक्नुहुन्छ कति पैसा लाग्छ, र एउटा अझै सिटी म्यापर छ त्यो कसरी युज गर्ने, अनि त्यही सिटी म्यापरमा तपाईँले इजिली हेर्न सक्नुहुन्छ। सो सबै कुरा एउटै भिडियोमा इन्क्लुड गर्न सकिँदैन, भिडियो पनि लामो बन्न जान्छ। सो तपाईँले यहाँको ट्रान्सपोर्टेसनको एकदमै इम्पोर्टेन्ट कुराहरू यति नै छ, यति नै बुझ्नुहोस् र बिस्तारै तपाईँहरू ट्राभल गर्दै गर्दै आफै सिक्नुहुन्छ, बुझ्नुहुन्छ। सो आजको ब्लग यति नै। आई होप तपाईँहरू राम्रो हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। सो फेरि म अर्को ब्लगमा तपाईँसँग भेटघाट गर्छु। अहिलेको लागि यति नै, बाई बाई। सो मैले यहाँ ट्याब इन ट्याब आउट गर्नलाई आफ्नो डेबिट कार्ड युज गरेको थियो HSBCको। सो इफ तपाईँहरू नयाँ हुनुहुन्छ र तपाईँको ब्याङ्क एकाउन्ट छैन, डेबिट कार्ड छैन भने तपाईँ वेस्टर कार्डबाट गर्न सक्नुहुन्छ। वेस्टर कार्ड तपाईँ एयरपोर्टमै किन्न सक्नुहुन्छ र त्यो त्यहाँ एउटा नम्बर दिएको हुन्छ, त्यहाँ आफ्नो साथीलाई त्यो नम्बर दिएर त्यसमा टपअप गरेर युज गर्न सक्नुहुन्छ। सो तपाईँलाई एकदमै सजिलो हुन्छ ट्राभल गर्नलाई फर्स्ट टाइम एयरपोर्टबाटै। नत्र तपाईँले उबर गर्नुभयो भने, ट्याक्सी गर्नुभयो भने तपाईँको धेरै पैसा तिर्नुपर्छ भाडामा।